हेलो साथीहरु, स्वागत छ मेरो स्न्यापसे अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरेर छेउमा रहेको घण्टी बटनलाई दबाएर यस च्यानलमा आउने नयाँ भभिडियोमा सबैभन्दा पहिला हजुरले हेर्न सक्नुहुनेछ। र सुरु गरौँ आजको यस भिडियोतर्फ। स्वरोजगार लघु वित्तीय संस्थाले चाहिँ फागुनको 18 देखि फागुनको 25 गतेसम्म एफपीओ निष्कासन गरेको थियो भनेर एफपीओ निष्कासन गरेको थियो। कम्पनीको पुँजी वृद्धि गर्ने भनेर यस कम्पनीले चाहिँ आफ्नो एफपीओ निष्कासन गरेको छ। यो कम्पनी जनरल पब्लिकको लागि भनेर 1,95,773 किता चाहिँ यस कम्पनीले निष्कासन गरेको थियो, जसमा चाहिँ आवेदन भने 18,84,710 आवेदन परेको छ, जसमा चाहिँ भाग्यशाली विजेता 19,577 जनाले चाहिँ 10 किताको दरले चाहिँ एफपीओ पाउनेछन् भने 18,65,133 जनाले चाहिँ खाली हात हुनेछन्। अब कुरा गरौँ यस कम्पनीको रिजल्टतर्फ। यो कम्पनीको क्यापिटलले भने अनुसार चाहिँ यस एफपीओ को रिजल्ट चाहिँ यही हप्ताको शुक्रबार निकाल्ने भन्ने जानकारी आएको छ। यो कम्पनी पर्ने भाग्यशाली विजेताले चाहिँ यस कम्पनीबाट चाहिँ राम्रै प्रफिट बुक गर्ने देखिएको छ। यस कम्पनीमा लगानी गरेर अब यो एफपीओ पर्ने भाग्यमानीलाई चाहिँ यस कम्पनीबाट राम्रै प्रफिट हुने देखिएको छ। एक किताको 100 रुपैयाँको दरले एफपीओ निष्कासन गरेको यस कम्पनीको लास्ट ट्रान्ज्याक्सन प्राइस चाहिँ 1027 सम्म पुग्ने यस कम्पनीले देखाएको छ। यदि यो कम्पनीको एफपीओ हजुरहरूले हात पार्नुभयो भने चाहिँ हजुरहरू चाहिँ एकदमै भाग्यमानी हुनुहुनेछ, किनभने जम्मै 19 लाखको आवेदन परेको यस कम्पनीमा चाहिँ हजुरहरूले अब यत्रो 19,000 जनामा अब हजुरहरू भाग्यमानी हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई पक्कै पनि यो एफपीओ हात पर्ने। यो कम्पनीको एफपीओ को रिजल्ट आए लगत्तै यस कम्पनी चाहिँ लगभग एक हप्ताभित्रमै चाहिँ अब नेप्सेमा लिस्टेड हुने देखिएको छ। र अब हजुरहरूलाई एफपीओ पर्यो भने चाहिँ हजुरहरू चाहिँ आत्तिएर बेच्न चाहिँ नखोज्नु होला, किनभने यो कम्पनी चाहिँ एकदम राम्रो कम्पनी रहेको छ। र यस कम्पनीको एफपीओ हजुरहरूलाई पर्यो भने चाहिँ एकदम हजुरहरूले होल्ड गरेर राख्न चाहिँ भन्दछु। हस्त साथीहरु, अब आजको लागि भिडियो यति नै। अब भोलिबाट खुल्दै गरेको ओम मेगासिरी फार्मास्युटिकल लिमिटेड कम्पनीको आईपीओ आउँदैछ। यस कम्पनीको आईपीओ भन्न चाहिँ कसैले पनि नछुटाउनु होला र मेरो भिडियो हेर्ने सबैजना दर्शकहरूलाई चाहिँ आईपीओ परोस् भन्न चाहन्छु। र यस च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक, शेयर, सब्स्क्राइब गरेर छेउमा रहेको घण्टी बटन दबाउनु होला। धन्यवाद।